ल है गाइस, आज चाहिँ हामी अफिसको टोलीसँग यो अमरटारी भन्ने ठाउँमा पार्टी खान आइरहौँ। तपाईहरुलाई गैंडा हात्तीको गोबर के स्टुल दिशा कस्तो हुन्छ थाहै थाहेन। हामी बसेको त्यो होमस्टेमा हो। अहिले लोकल कुखुरा मासु र भात पाक्दै छ। त्यो खाएर निस्किने हो। हिजो आइपुग्यो हामी। हो यस्तो हुन्छ है। ल हेर्नुहोस्, यस्तो हुन्छ गोबर भन्थ्यो क्या। अब हामीले यो चाहिँ हात्ती गैंडाको यस्तो हुन्छ। अनि हाम्रो त्यहाँ हात्ती पनि तपाईहरुलाई देख्नुभयो कि भएन? ल हात्ती हेर्नुहोस्, हात्ती हिँड्दैछ। के यो गैंडा हो कि के हो? ए भैँसी पो रहेछ। ल हेर्नुहोस्। अनि यो चाहिँ राप्ती खोला। सर राप्ती खोलामा चाहिँ गोही बढी हुन्छ, त्यही भएर हामी यसमा जान सक्दैनौँ। गोहीले टोक्ने सम्भावना हुन्छ। गोही देख्यो भने म तपाईहरुलाई गोही पनि देखाइदिन्छु। गोही चाहिँ अहिले खासै देखे छैन। यो चाहिँ पारी चाहिँ अब जङ्गल भयो। यो राप्ती खोला बगिरह। ल हेर्नुहोस् त्यहाँ हात्तीहरू देखाउन, हात्तीहरू नै हात्तीहरू यस्तै यस्तै छन्। के ल है गाइस, आजको हाम्रो यात्रा यहीसम्म मात्रै ल।